जाँदै त्यहाँनिर मेरो गेम प्ले यस्तो भयो कि जुन मैले सोचेको पनि थिइनँ। यहाँ हेर्नुपर्छ है अब। हिस्ट्री हान्न त 16 किल हानेको छु होइन। अनि टाइम भनेको चाहिँ थाहा भएन, मिनेट 33 सेकेन्डमा मैले 16 किल हाने, तर मैले बुया गर्न चाहिँ सकिनँ होइन। अनि अब गएर हिस्ट्री हेर्नुपर्छ। हिस्ट्रीको रिप्ले एकदम दामी हुन्छ, प्रुफ सहित हुन्छ नि त यस्तो यस्तो गरेको भनेर। खेली खेली रेकर्ड गर्न त मिलेन होइन, नखेलिकन रेकर्ड गर्नु त भनेर। अब यहाँबाट प्लेन चट्टसँग उडेर गयो 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 होइन। उडेर जाने हो म चाहिँ प्लेनमा टक्कसँग। अनि यहाँनिर झर्ने ऊ त्यो एयरसिपमा झर्न खोलेको थिएँ कि मैले, तर म झर्नै सक्दिनँ जस्तो छ झर्नै होइन। सकिनँ पनि, तर केही छैन। मुनिको एनिमीहरूलाई मिनी युजले हान्छु। पहिला तलै मार्छु मरो। ट्रिपल किल क्वाड्रा त एकैछिनमा भयो पनि पो त हो। अब फेरि जल्लो आउँछ नि त। एनिमी खोइ यार, ए माथि पो रहेछ। माथिबाट फायरिङ आएको रहेछ, तलबाट होइन रहेछ। गयो गयो गयो। अब सिधै यो स्टेसनरीतिर जान्छ, स्टेसनरीकै पर्खेमा हो म त। हिँड अब म पनि हिँडेको। अब बिचमा एनिमी भेटाइयो भने हानिन्छ, भेटाइएन भने हानिन्न। 360 360 360 360 360 360 360 360 360 360। एनिमी देखे जस्तो लागेर हानेको, हेरेको होइन रहेछ। किल त अब म यहाँनिर हान्छु नि त। यो गयो। कहाँबाट हानिरहेको छ। ऱ्याम्पेज त भइहाल्यो नि फेरि 7 किल। हेर न यो मुले रिसाएको। नरिसाउ न मेरो बाबु, रिसाउनु हुन्न नि। गेम खेल्दा यस्तै हो, मरिन्छ बाँचिन्छ थाहा हुँदैन। एयरसी पाइसक्यो, अब एयरसी माथि जाने हो। यप, ड्रिम पोर्ट ल्यान्डेड। यसको नाम ड्रिम पोर्ट हो, म त एयरसी भनिरहेको थिएँ यार। खोइ त हौ, एनिमी नि भेटाउनु छोड्यो त हौ। यो फाउन्टेनलाई फ्रीमा युज गर्दाखेरि के हुन्छ मलाई कमेन्टमा भन्नु है त, मलाई थाहा भएन।
यो फाउन्टेन युज गर्दा के हुन्छ थाहा भएन मलाई Killing spree! ड्याम नो किल यो एनिमी कति साल चाहिँ रिभाइभ हुँदो रहेछ यार Killing spree! अब 6 किल हान्ने अनि मर्ने यो मुलेलाई त यो एनिमीले त म कहाँ छोड्छु अनि मरो Killing spree! छिटो जाउँ माथि छिटो जाउँ अहिले फेरि यो जान्छ यहाँबाट सफ्टबोर्ड पहिला रिमुभ भइकन अहिले रिटर्न आउँदाखेरि मलाई सफ्टबोर्ड छोड्नै मन लागिरहेको छैन कि नोटिस गर्नु होइन मैले गेम स्टार्ट भएदेखि यो सफ्टबोर्ड छोडेको छैन नि फेरि एनिमी किन यसलाई बुलेटै टच भएन त मेरो लुट म कहाँ मरेको थिएँ त्यो पनि थाहा भएन यार मलाई पछाडि छ एनिमी पछाडि छ मैले नोटिसै गरिनँ छु अहिले रिप्ले हेरेर याद भयो कि एनिमी पछाडि छ भनेर इरिस कामको छ यार Killing spree! दामी 12 किल त पुगिगयो मैले सोचे पनि थिइनँ क्या फर्स्ट गेमै यस्तो जान्छ मेरो भनेर तीमाथि यस्तो जाडोमा अब यो हिरणलाई भगाइदिउँ न यहाँबाट यहाँ किन राख्नु भागो ओरे नैना ओ रंग पिया ओके सरिया तेरा इश्क है पिया रंग जाए सारा तुझे हाथ लगा Killing spree! सॉरी व्यक्त हो 13 किल भयो सरी व्यक्त गर्नु तिमीलाई माया छ भने होस् ल गाउँदैन गीत अहिले फेरि कपिराइट आयो भने अर्को एनिमीले नि चढ्छु झैँ गरिरहेको चढेछ भने मरेछ तर सायद चढ्दैन होला नचढेकै त्यसको लागि राम्रो हो अनि इन्फिनिटी हानिदिउँ भनेको थिएँ क्या मैले इन्फिनिटी हान्नै सकिनँ क्या 1080 डिग्री मात्रै घुमेँ क्या म 720 डिग्री गयो यो भागेर मात्रै बाँच्छ कि मैले किन आज बुलेट टच भएको छैन लुकेर त बल्ल छोयो यहाँबाट थोरै एमो किनौँ न त खै त हौ आउँदैन त एनिमी होस् भइगयो त यति भयो त के चाहियो र 1010 MB 1100 MB 1100 MB ए जिबी 1100 जिबी के भनेको 1100 MB को भिडियो भइसक्यो Killing spree! Killing spree!
तँलाई पनि मार्छु भाइ के सोचेको Killing spree. सो गाइस थ्याङ्क्स फर वाचिङ टेक केयर गुड बाई भन्न त मिलेन अहिले नै होइन सो गाइस थ्याङ्क यू टेक केयर गुड बाई जय नेपाल